पाखालाई पाउरोटी मधेसीलाई बम भन्ने उखान सुनेको उहिले उहिले साथी हो। आज यो खाइयो कि चिया छ यहाँ, तर यो चिया खाइसकेपछि कप पनि खानुपर्ने, यो गिलास पनि खानुपर्ने। यो कसरी खाउँ भन्ने छ मलाई। तपाईँको त ऊ भइसक्यो। चिया खाएर गिलास खाँदैछ साथीहरू। गिलास खाएर नाच्दैछ यता, चियाको गिलास उता खाँदैछौ। चियाको गिलास खाने यता पनि साथीले खाइसक्नु, आधी पारिसक्नु हाम्रो दिदीले। चियाको गिलास हो, चियाको गिलास पनि अब खाने। अब चिया मात्रै किन्ने होइन कि चियाको गिलास पनि किन्ने समय आइसक्यो। यसरी खाने किनेपछि यसरी मजाले किन्ने हो नि त। चिया मात्रै किन्ने हामीले, गिलास पनि किन्ने हो, खाने हो।